सबैजना आउनुभयो कहाँदेखि आउनुभयो दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय अतरिया कैलाली कैलालीदेखि अब हजुरहरू चाहिँ अहिले यो डिप्लोमा 3 इयर्स डिप्लोमाको अध्ययन हुने यो अटोमोटिभ ल्याब हो। यहाँ चाहिँ हाम्रो विद्यार्थीहरूले 3 इयर्समा जति पनि हाम्रो सिलेबसमा इन्क्लुड हुन्छ यो अटोमोबाइल लाइनहरूको सबै कुराहरू उहाँहरूले यहाँ सिक्नुहुन्छ है। अब हजुरहरू यो फिल्डमा हुनुहुन्छ भने त सबै कुरा बुझ्नुहुन्छ होइन। हजुरहरू यो फिल्डमा हुनुहुन्न, त्यसैले मैले हजुरहरूलाई हाम्रो ल्याबमा भएको सम्पूर्ण मेसिनहरू सर्फेसली त्यसले के काम गर्छ र त्यसको नाम के हो सबै कुरा म सर र हजुरहरूलाई बुझाइदिन्छु है। सबभन्दा सुरुमा यो छेउमा देखिराख्नु भएको छ यहाँ, यो चाहिँ गाडीको एसी सिस्टम। गाडीमा जुन पनि चिसो तातो हुने सिस्टम हुन्छ, प्रणाली हुन्छ, त्यसमा जे कम्पोनेन्टहरू लाग्छ त्यो हाम्रो एउटा बेन्चमा तयार भएको छ है। यो सिस्टममा के देख्नुहुन्छ भने यो अगाडिको भागमा यहाँ एउटा फ्यान फिनहरू देखिराख्नु भएको छ है। यो चाहिँ चिसो हावा आउने ठाउँ हो। गाडीमा जुन एसी चलाइसकेपछि चिसो हावा आउँछ। अब हजुरहरूलाई त मनमा लागिरहेको होला चिसो हावा कहाँदेखि आइरहेको छ, घर जोड्न पाए नि हुन्थ्यो भन्ने होला। घरमा सम्भव हुन्छ यो कुरा? हुँदैन होइन। यो घरमा जोड्न सम्भव नहुने मेसिनहरू केबाट चलिरहेको हुन्छ? यो गाडीको पावरबाट चल्छ है। यसलाई चाहिँ सबभन्दा सुरुमा तल यहाँ कम्प्रेसरहरू लगाइएको छ, अनि यहाँ बेल्टहरू छ, अनि यसलाई पनि चिसो गराउनु पर्छ। यो आफू चल्दा चल्दै यो पनि तात्तिन्छ, यसलाई पनि कुलिङ सिस्टम चाहिन्छ। यसको लागि आफ्नो कुलिङ सिस्टमको लागि फेरि यहाँ रेडिएटर कन्डेन्सरहरूबाट फ्यान हालेको छ है। अनि यो आफूले यसको सिस्टमलाई चिसो बनाएर फेरि मान्छे बाहिर जति पनि प्यासेन्जरहरू बस्नुहुन्छ, अपरेटर हुन्छ, उहाँहरूलाई चिसो फाल्ने काम यसले गर्छ है यो मेसिनले। अनि यहाँ तल यता साइडमा देख्दै हुनुहुन्छ हजुरहरूले, एउटा इन्जिन हो, पेट्रोल इन्जिन हो गाडीमा। अब सानो कारहरूदेखि लिएर ठुल्ठुलो जति पनि पेट्रोल इन्जिनहरूको गाडीहरू आउँछ त्यसमा यो इन्जिन लगाएको हुन्छ है। अब यो इन्जिन हेर्दा हजुरहरूले सामान्यतया यो काटकुट गरेको देख्नु भएको छ है। यो जति पनि यो काटेको भाग छ, यिनी काटेको भाग छ, यो सबै काटेको भाग छ। हाम्रो गाडीको इन्जिन उतारेर त्यसलाई चाहिँ आधी भाग ट्रान्सपेरेन्ट बनाएको है। यो आधी भाग यसलाई कभर गरेको हुन्छ, हामीले देखिँदैन, र आधी भाग चाहिँ यहाँ काटेर हजुरहरूलाई देखाउन सजिलो हुन्छ भनेर चाहिँ यो चाहिँ मेसिन तयार गरेको एउटा डेमो हो है। यसमा सबैजना अगाडि जान्छ, यतातिर अलिक पछाडि जान्छ। भिडियो बनाउँछु। नर्मल्ली इन्जिन स्टार्ट हुनलाई, गाडीको इन्जिन चल्नलाई सबभन्दा यहाँ जति पनि कम्पोनेन्ट देख्नु भएको छ यी अति आवश्यक कम्पोनेन्टहरू है। यो मध्ये सबभन्दा सुरुमा यहाँ देख्दै हुनुहुन्छ यो चाहिँ टर्क कन्भर्टर अनि फ्लाइव्हिल छ है। अब यहाँ यसलाई हामीले घुम्नलाई एक्सटेन्सन पावर दिइरहेछौँ, यो मोटरबाट चलाइरहेछौँ, डीसी मोटरबाट भने गाडीको यो चाहिँ तपाईँको एउटा सेल्फ मोटरले चाहिँ यसलाई स्टार्ट गरेर यो घुमिरहेको हुन्छ है। अब यसको आधी भाग भित्र यहाँ देख्नुभएको छ पिस्टनहरू तलमाथि गरेको। यहाँ हेर्नु त यहाँ तल यहाँ 4वटा पिस्टन, यो जुन घुमिरहेको छ तलमाथि गरिरहेको छ, यो 4वटा कम्पोनेन्टको नाम पिस्टन हो। यो पिस्टनहरू तलमाथि गरिरहेछ होइन। यो तलमाथि गर्दा के हुन्छ, यो तलमाथिको मोसनलाई, लिनियर मोसनलाई के गरिदिरहेछ यहाँ हजुरको यो गोलो मोसन। गाडीमा चक्कामा पावर जाने भनेको यहाँ देखियो है। यो चाहिँ गाडीको प्रोपेलर साफ्ट हुँदै गाडीको चक्कामा गएर जोडिएको हुन्छ। यो तलमाथि गर्दा चाहिँ हजुरको यसको टप पोइन्टमा चाहिँ के हुन्छ, पेट्रोल र हावाको मिश्रणहरू भित्र ब्लास्ट भएर आगो उत्पन्न भएर, ज्वाला उत्पन्न भएर उच्च चापको कारणले गर्दा के हुन्छ, यसमा शक्ति पैदा हुन्छ है। फोर्स प्रेसर पैदा हुन्छ। त्यो प्रेसरले के गराइदिन्छ, यो साथलाई यो मेसिनलाई घुमाइरहेको हुन्छ होइन। यसको माथि पनि जति पनि कम्पोनेन्टहरू देख्नु भएको छ, यो क्याम्पसाफ्टहरू छ यहाँ, अनि आगो उत्पन्न गर्नलाई यहाँ स्पार्क प्लगहरू हालेको छ है। यहाँदेखि भित्र हेऱ्यो भने यहाँदेखि लाइन दिएर स्पार्क दिएर चाहिँ तपाईँको पेट्रोलहरूलाई भित्र मिश्रणहरूलाई जलाउने काम गरिन्छ। अनि यता जति पनि यो घुमेको देख्नुभएको छ यो टाइमिङ मेम्बरहरू हो, यो टाइमिङ एरियाहरू हो। यो तलको पिस्टन तलमाथि गर्दा माथिको यहाँ सानो भल्भहरू हुन्छ, पोर्टहरू, यिनीहरूलाई खोल्ने बन्द गर्ने काम गराउँछ यो दुईवटा गियरले, क्याम्पसाफ्टले है। अनि यतातिर देख्नुभयो भने यो एसी कम्प्रेसर हो, गाडीमा चिसो हावा दिने कम्प्रेसर हो यो कम्प्रेसर। यसलाई घुमाउनलाई चाहिँ यो इन्जिनकै शक्तिले चाहिँ यो घुमिरहेको हुन्छ है। त्यसपछि यहाँ अल्टरनेटर छ। गाडीलाई त ब्याट्री चार्ज पनि गर्नुपर्छ, भित्र लाइनहरू चाहिन्छ होइन। अनि तपाईँको म्युजिक सिस्टमहरू चलाउनलाई यो अल्टरनेटरले चाहिँ सहयोग गरिरहेको हुन्छ है। यसले चाहिँ बिजुली उत्पन्न गराइरहेको हुन्छ भित्र। अनि यो जुन सानो गियर देख्नुभएको छ गाडीको स्टियरिङ फ्री गराउनको लागि, अरू ठुलो घुम्टीहरूमा अनि गाडी स्मुथ स्टियरिङ सजिलै घुमाउनु दायाँमा मोड्नलाई चाहिँ यो पम्पले चाहिँ सहयोग गरिरहेको हुन्छ है।
नर्मल्ली हाम्रो इन्जिन पेट्रोल इन्जिन यो प्रक्रियाको हुन्छ। यसमा चाहिँ हजुरहरूले यो डेमो हेर्नु मोटर हेर्नुभयो भने चाहिँ यो अलिअलि बुझ्नुहुन्छ। सबै बुझ्नलाई त अब हजुरहरू पास आउट भइसकेपछि केनाइ पनि यहाँ आउनुभयो भने अझ विशेष तरिकाले एकदम विशेष तरिकाले पढाउनु मिल्छ होइन। त्यसपछि हाम्रो यता पछाडितिर देख्नुहुन्छ यहाँ व्हिल एलाइनमेन्ट मेसिन छ है। गाडीको चक्का यो चाहिँ गाडीको चक्कालाई ब्यालेन्स गर्ने मेसिन हो। गाडीको चक्का सोझै हामीले हेर्दा त सिधा घुमेको देख्छौँ, बराबरै घुमेको देख्छौँ, तर त्यो गाडीको चक्काको वेट भित्र बाहिरको वेट ब्यालेन्स गर्ने मेसिन हो यो। यसलाई व्हिल एलाइनमेन्ट मेसिन, व्हिल ब्यालेन्सिङ मेसिन भन्छ है। व्हिल एलाइनमेन्ट भनेको गाडीको चक्काहरूलाई सिधा गर्ने काम हो भने व्हिल ब्यालेन्सिङ भनेको चाहिँ गाडीहरूलाई को चक्काहरूलाई ब्यालेन्स गर्ने काम गर्छ यो मेसिनले है। त्यसपछि यो त सबैले देख्नु भएको छ होला, प्रत्येक टायर पसलहरूमा हुन्छ यो गाडीको चक्काहरूलाई खोल्ने हाल्ने टायर र यो फलाम र यो कालो टायरलाई छुट्याउने र जोड्ने काम चाहिँ यो मेसिनले गरिरहेको छ है। त्यसपछि हजुरहरूको अगाडि एउटा सानो कार देख्दै हुनुहुन्छ यो ब्ल्याक कलरको। यो कार नेपालमा एउटै छ यो कोरियादेखि चाहिँ यहाँको विद्यार्थीहरूलाई सिकाउन भनेर आएको गाडी हो। यो यस्तो किसिमले जडान गरिएको छ। यसको बाहिर देख्नुहुन्छ इलेक्ट्रोनिक कम्पोनेन्ट, यो बिजुलीको यो पोइन्टहरू देख्नुहुन्छ। यो सबै हामीले लाइभ चेक गर्नुहुन्छ है। डक्टरहरूले जसरी हाम्रो शरीरलाई परीक्षण गर्नुहुन्छ त्यस्तै गरी विद्यार्थीहरूले पनि यो गाडीलाई परीक्षण गर्न मिल्छ। भित्र के सामानहरू हालेको छ, के समस्या आयो, कसरी बनाउनु पर्छ भनेर यो गाडीलाई चाहिँ हामीले भित्र बाहिर दुइटै तरिकाबाट चेक गर्न मिल्छ भने यो गाडी हेर्दा नर्मली तपाईँले काटकुट गरेको देख्नुहुन्छ भने गाडीको यो भाग भित्री भागमा के सामानहरू लगाएको हुन्छ यहाँ ट्रान्सप्यारेन्ट छ सबै कुरा। यतातिर हेर्नुभयो भने सबै नाङ्गै देखिन्छ गाडी। प्लास्टिक देखिनुहुन्छ यहाँ यो कभरमा यो गाडीको यो भागमा के सामान हुँदो रहेछ भित्र जान्न मन त हुन्छ। गाडी देखिसकेपछि तपाईँले यहाँदेखि चाहिँ मजाले हेर्न सक्नुहुन्छ गाडीको यो भित्री भागमा के जडान छ। यो भागमा देख्न सक्नुहुन्छ गाडीको झ्यालले कसरी काम गर्छ, तलमाथि गर्छ, यहाँ मजाले देख्न सक्नुहुन्छ। यो ढोका देख्नु हो, यो ढोकामा झ्याल कसरी सिसा तलमाथि गर्छ मजाले देख्नुभएको छ होइन। सबै कुरा देखिन्छ यो सबै। यसको आदि भागहरू ट्रान्सप्यारेन्ट नै छ। यो झ्यालहरू तलमाथि हेर्न मिल्छ, पछाडिको झ्यालहरू कसरी काम गर्छ हेर्न मिल्छ होइन। यहाँ चाहिँ पेट्रोल हाल्ने ठाउँमा चाहिँ के लगाएको हुन्छ, के मेसिनहरू जडान गरेको हुन्छ त्यो सबै हेर्न मिल्छ। अनि डिक्कीको भागमा आदि भाग के लगाएको हुन्छ मेसिनहरू सबै हेर्न मिल्छ। छत पनि आदि छ, त्यो छतको भित्री भागमा के हुन्छ सबै कुरा यसमा गाडीमा सबै आदि बनाएर विद्यार्थीहरूलाई सिक्न सजिलो होस्, जान्न सजिलो होस् भनेर कोरियादेखि तयार भएर आएको गाडी हो यो है। जुन चाहिँ एउटा पेट्रोल इन्जिन चलेको देख्नुभयो नि त्यहाँ जुन मेसिनले चलाएको थियो त्यस्तै गरी यो हामीले मजाले पेट्रोलबाटै ब्याट्रीबाटै स्टार्ट गरेर विद्यार्थीहरूलाई चेक गर्न चलाउन राखेको एउटा पेट्रोल इन्जिन हो। यो स्टार्ट हुन्छ। यसमा सिर्फ पाङ्ग्रा मात्र छैन, यो इन्जिन चल्ने इन्जिन हो, लाइभ इन्जिन हो। यसमा सबै मिटर गजहरू लगाएको छ, प्रेसर गजहरू लगाएको छ होइन। यो स्टार्ट भइसकेपछि कहाँ इन्जिनमा प्रेसर पर्छ मजाले चेक गर्न मिल्छ। हजुरको अगाडि त्यहाँ मिटर पनि छ होइन। अनि यहाँ एउटा यो पोइन्टहरू छ। विद्यार्थीहरूलाई अब गाडीमा समस्या आयो, यसमा गाडीमा आफै इन्जिनमा समस्या ल्याउनु मिल्छ। यो यसमा आफै समस्या ल्याउने आफै ल्याउनु मिल्छ यसलाई होइन। यहाँ चाहिँ स्विचहरू छ, गाडीको फ्युल पम्प भनेर लेखाएको छ। फ्युल पम्पको तेल लाइन काटिदियो भने गाडीले के सिम्टम्स दिन्छ, के हुन्छ इन्जिनमा असर, त्यो सबै कुरा लाइभ चेक गर्न मिल्छ। यो सबै सेन्सरहरूको वायरिङ हो। प्रत्येक सेन्सरमा लाइन काट्दै चेक गर्दै गर्न मिल्छ है। यो चाहिँ पेट्रोल इन्जिन हो भने त्यसको अर्को साइडतिर देख्नुहुन्छ त्यो डिजल इन्जिनमा हो। त्यो पनि एउटा चल्ने इन्जिन नै हो, स्टार्ट हुन्छ मजाले। यो चाहिँ स्टार्ट गरेर विद्यार्थीहरूलाई यो यसमा पनि समस्याहरू आफै उत्पन्न गरेर अनि यसलाई कसरी बनाउने, त्यो समस्यालाई कसरी हल गर्ने भनेर मजाले सिकाउने एउटा यो इन्जिन नै हो, गाडीको इन्जिन नै हो। यसमा पनि सेम प्रक्रियाहरू छ। अब यसमा लगाएका सेन्सरहरूमा लाइन मेनुअली काट्न मिल्छ, दिन मिल्छ होइन। यो लाइन काटिसकेपछि इन्जिनमा के कस्तो असर देखिन्छ मजाले हाम्रो आँखाले देख्नु मिल्छ यसमा है। त्यसपछि हजुरहरूले जति पनि यहाँ बेन्चहरूमा यो इन्जिन झुलाएको देख्नुभएको छ नि, त्यो निलो बेन्चमा हेर्नु त फ्रेममा यो सबै इन्जिन खोल्ने जोड्ने ठाउँ हो है। यसमा मजाले हाम्रो विद्यार्थीहरूले के गर्नुहुन्छ यसलाई 360 डिग्रीमा घुमाउन पनि मिल्छ। यो इन्जिनलाई रोटेट गर्न मिल्छ होइन। यो इन्जिन एसेम्बल डिसेम्बल गर्ने बेन्च हो।
यहाँ चाहिँ इन्जिनबाट खोलेका सामानहरू त्यहाँ राख्दै फेरि फिटिङ जोड्ने काम भइरहेको छ है। यो पनि हाम्रो इन्जिनियरहरू हो, विद्यार्थीहरूलाई गियर बक्सहरू राखेको छ सिकाउनको लागि। विद्यार्थीहरूले यो गाडीको सस्पेन्सनको काम गरिराख्नु भएको छ होइन। गाडीको सस्पेन्सन खोल्ने जोड्ने कामलाई चाहिँ हाम्रो लिफ्ट छ, यो 4 पोस्ट लिफ्ट हो। यो गाडी 4 पिसमा उठाउनु मिल्छ यो लिफ्टदेखि होइन। कुन पार्ट्सहरू खोल्न मन लागेको बेलामा चाहिँ सबै पिस तरिकाले खोलेर फेरि जोड्न मिल्ने एउटा यो ऱ्याम हो होइन। त्यस्तै गरी उसको मेकानिजम गरेर बुझाइछ यसको डिफ्रेन्सियल यो चाहिँ हजुरहरूले बाटोमा हिँड्दै गर्दा कुनै बसहरू देख्नुहुन्छ, कुनै ठुलो तपाईँको टिप्परहरूको पछाडि एउटा ठुलो गोलो देख्नुहुन्छ नि, त्यो डिफ्रेन्सियल हो। यो भने यो बोलेरो सानो गाडीहरूमा आउने डिफ्रेन्सियल हो है। गाडीमा इन्जिनबाट उत्पन्न भएको शक्ति कहाँ आउँछ भन्दा यहाँ एउटा पोपुलर साफ्ट लगाएको हुन्छ। इन्जिनबाट निस्केको पावरलाई घुमाउने काम यसले गर्छ है। यो घुम्न सुरु भइसकेपछि यहाँ 2 साइडमा एक्सल लगाएको छ। चक्का यहाँ हेर्नु साइडको घुमिरहेछ होला चक्काको नटहरू होइन। चक्का कस्ने ठाउँको नट त्यहाँ घुमिरहेको हुन्छ यिनीहरू होइन। यसमा चाहिँ चक्का लगाएको हुन्छ, हाम्रो चक्का हुने टाइट यहाँ छ। यो चाहिँ ब्रेक लगाएको हुन्छ, ड्रम ब्रेक होइन। त्यस्तै गरी अगाडिबाट आएको यो पावरलाई चाहिँ यो डिफ्रेन्सियलले के गर्छ, दुइटै चक्कामा रोटेट पावर पठाउने काम गर्छ। भन्नुको मतलब यसलाई चक्कालाई घुमाउन मद्दत गर्छ है। मेन यसको काम के हो भन्दा जस्तो घुम्टीहरू आउँछ, ठुल्ठुलो घुम्टीहरू हुन्छ होइन। अनइभन सर्फेसमा के हुन्छ, घुम्टीमा तपाईँको दुइटै चक्का घुमाउनु के हुन्छ, गाडी पल्टिन्छ। त्यो समयमा यसले के गरिदिन्छ, जहाँनिर सानो बेन्डिङ पोइन्ट छ त्यो ठाउँको चक्कालाई कम घुमाइदिन्छ। जहाँ अर्को साइडमा जहाँ लामो टर्निङ छ त्यो चक्कालाई बढी घुमाइदिन्छ र के गर्छ, गाडीलाई टर्निङ पोइन्टहरूमा धेरै सजिलो गराइदिन्छ है। कसरी घुमाउँछ त्यो एक्सप्लेन। यो घुमाउनलाई अब हजुरलाई यो सबै क्राउनहरू नै निकाल्नुपर्छ होइन। यसमा सन गियर, प्लानेट गियरहरू लगाइरहेको हुन्छ। यहाँ चाहिँ यो सन गियर हो होइन, यो प्लानेट गियर हो, यो फेरि क्राउन हो होइन। यहाँ एउटा बिबेल गियर लगाएको छ, त्यहाँ उतातिर भित्री भागमा हेर्नुभयो भने एउटा पिनियन गियर आएको छ उतादेखि। यहाँ देख्नुभयो यो ठुलो गियर, यो यसमा यो पोर्पेलर साफ्ट लगाएको हुन्छ होइन। त्यसले चाहिँ यो ठुलो क्राउन देख्नुपर्छ, यो पिनियन गियर। यो पिनियन गियरले क्राउन गियरलाई घुमाउँछ होइन। क्राउन गियर गरेर कहाँ एट्याच भएको छ, यो साफ्टहरूमा सन गियर र प्लानेट गियरहरूमा एट्याच भएको छ होइन। अनि यिनी यो सन र प्लानेटको रोटेसन कुन अवस्थामा मिल्छ भने टर्निङ पोइन्ट यता छोटो भएको बेलामा यो बिस्तारै घुम्छ, टर्निङ पोइन्ट लामो भएको बेलामा चाहिँ यो सन गियर चाहिँ अलिक धेरै रोटेट गर्छ। अनि त्यसपछि गाडीको टर्निङ पोइन्टहरूमा चाहिँ अलि सजिलो गराइदिन्छ है। अनि हाम्रो यता बाहिर चाहिँ ल्याबहरूको लागि सिक्नलाई हजुर गाडीहरू राखेको छ। फ्यामिली डक्टरले यो चाहिँ एलाइनमेन्ट मेसिन हो है। 3Dबाट चाहिँ गाडीहरूको एलाइनमेन्टको काम सुरु हुन्छ यसमा। अनि हाम्रो यहाँ पेन्ट मेसिन चाहिँ गाडीहरू पेन्ट यस्तै चिसो मौसममा पेन्टहरू डस्टहरू सबै हटाउनलाई चाहिँ यो बुथमा चाहिँ राखेर गाडी पेन्ट हुने काम हुन्छ है। लाइटिङहरू, भ्याकुमहरू सक्सन क्रिएट गरेर अब बाहिर चाहिँ यी गाडीहरू सबै हाम्रो विद्यार्थीहरूलाई खोल्न सिकाउनलाई राखेको हो। ग्राउन्डमा चाहिँ अहिले ड्राइभिङ छ, विद्यार्थीहरू उनीहरू चाहिँ ड्राइभिङ चाहिँ सिक्दैछन् ग्राउन्डमा। सेतो गाडी देख्नुपर्छ होला, त्यो ड्राइभिङ सिकिरहेछन् हाम्रो विद्यार्थीहरू। बाँकी यहाँ जति पनि यी गाडीहरू छन् यिनमा चाहिँ विद्यार्थीलाई लागेको कुराहरू, सिक्न मन लागेको कुराहरू खोलेर एसेम्बल गर्दै सिक्नुहुन्छ। क्वेसन्स केही क्वेसन सोध्न छ हजुरहरूलाई? क्वेसन्स क्वेरिज के छ के प्रश्न तपाईँले चाहिँ केही